हेलो हेलो सबैजनालाई नमस्ते अनि शुभ बिहानी। मेरो जतिजना युट्युब च्यानलमा जोडिनु भएको छ सम्पूर्ण युट्युब च्यानलका आदरणीय सर म्याम दाजु दिदी भाइ बहिनीहरूलाई अनि जतिजना जोडिसक्नु भएको छ तपाईँहरूलाई धेरै धेरै धन्यवाद। नजोडिनु हुनेहरूको लागि पनि जोडिदिनुहोस् अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोस् अनि तपाईँहरूलाई नि म ब्याक दिनेछु ल। अनि आज चाहिँ म यता थोरै साइडमा आएर अनि बारीतिर आएर एउटा भिडियो क्लिप भनेर बनाउने कोसिस गर्दैछु र तपाईँहरूलाई देखाउने जमर्को पनि गरिरहेको छु। हेर्दै जानु होला होइन। अब म भने चाहिँ सिधा अगाडिको भागहरू देखाउनेछु अनि भनि पनि दिनेछु यो ठाउँ है भनेर हेर्नु सक्नुहुनेछ है त। ल त छोटोसँगले यता जाँदाखेरि चाहिँ बन्द भएको छ कि क्या हौ क्यामेरा अफ रहेछ। अब भने चाहिँ हेर्नुहोस् ल, सरी तपाईँहरूले नबुझ्नु। यो चाहिँ हाम्रो सिडिङमा गाउँपालिका वडा नम्बर 2 जिल्ला चाहिँ हाम्रो ताप्लेजुङ पर्छ है त। अनि छोट्टाएर यो पारिको आज अहिले नि मौसम धेरै खराबै छ। यो थोरै तपाईँहरूले देख्नुभयो यो पारिको डाँडाहरू चाहिँ पाँचथर जिल्लाको याङ्गर गाउँपालिका वडा नम्बर 2 ओयाम पर्छ है। तर आज राम्रो मौसम नभएको कारणले पुरै अनि थोरै उता ओयामदेखि पारि गएर चाहिँ यता जान्छ थर्पो आउँछ। तर खासमा आज त्यति राम्रो ऊ छैन। अनि यता भने चाहिँ अब चाहिँ भने यो नजिकै मैले नजिकको भाग लिएर छु। यो सिडिङमा गाउँपालिका वडा नम्बर 3 आङ्खो पर्छ है त। यो पारिको डाँडाहरू पुरै त्यो पनि यहाँ तल एउटा खोला छ, त्यो खोलाले काट्छ ल। 1 र 2 र 3 चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ। यो तल गइरहेको भाग छ नि, त्यो तलको गइरहेको भाग चाहिँ देखि यता 2 पर्छ हाम्रो अनि उतापट्टि 3 पर्छ। अनि यता आज चाहिँ भाइहरूले यहाँ तल मकै छर्दै रहेछ। गोरु जोतेको ठाउँमा जान्छु है त। गाउँघरमा चाहिँ अहिले चाहिँ काम भनेको मकै छरपक रहेछ। तपाईँहरूकोतिर चाहिँ के कस्तो छ, मकै छरिसक्नुभयो कि छैन कमेन्ट बक्समा कमेन्ट गर्नु होला है त। यस्तो छ ढुङ्गा माटो होइन, गाउँघर चाहिँ बवाल छ। अनि म चाहिँ धेरै भन्दा नि कति 5 वर्षपछि नेपाल आएको। म त अहिले त पुरा यो ठाउँहरू त होइन कस्तो देख्छु भने पुरै ओह्रालो होइन, जमिनै ओह्रालो मात्रै देखेको छु। अनि अब तपाईँहरूलाई मैले गोरु जोतेको ठाउँमा लगेर गोरु जोतेको भाइहरू, मकै बिउ लाउने भाइहरू देखाउँदैछु ल। अनि गाउँघरमा साँच्चै नै रमाइलो हुन्छ होइन, परदेशभन्दा एकदमै होइन। दायाँ बायाँ होइन चराचुरुङ्गी यति मजाले कराउँछ। अनि त्यो बसेर सुन्नलाई होइन यति मजा आउँछ नि। अब भने चाहिँ म यता तल बारीतिर जाँदैछु, भाइहरूले गोरु जोतेको ठाउँमा हेर्नु सक्नुहुनेछ ल सबैजनाले। अनि म पनि अब अलिकति काम गर्नुपर्छ कि जस्तो जस्तो भइरहेछ। यहाँनिर चाहिँ मकै छर्दै गरेको चाहिँ भन्दा पनि हाम्रै रहेछ। अनि खासैमा चाहिँ अस्ति बारी पनि एक दिन चाहिँ सोर्नु आएको थिएँ। मैले त सोरेको बारी सोरेको चाहिँ भिडियो बनाउनु पाएन। त्यसले गर्दाखेरि अब यहाँ गोरु भाइले माथि नै निकालिसकेछ होइन। मल पनि छर्नु पर्ने रहेछ अलिकति त, यहाँ भैँसीहरू बाँधेको थियो। त्यसले गर्दाखेरि अब तपाईँहरूले हेर्नुहोस् है त। अब म चाहिँ अलिकति काम पनि गर्नु पर्यो पर गोरुहरू राखेको रहेछ, भाइहरूले निकालिसकेछ। यहाँनिर क्या भैँसी बाँधेको थियो क्या, यहाँ भैँसी बाँधेको थियो। यो भैँसी बाँधेको ठाउँमा चाहिँ अलिकति यो कसिङ्गरहरू टिप्नु पर्ने जस्तो भयो। अब भने चाहिँ यहाँनिर मैले यो कसिङ्गरहरू चाहिँ झिक्रा के भन्दो रहेछ यो टिप्नु पर्ला जस्तो भइरहेछ। अब तपाईँहरूले चाहिँ हेर्नुहोस्। अनि यो फोन चाहिँ कसलाई पक्रिनु दिउँ भन्दाखेरि म मेरो भतिज छ, भतिजलाई दिन्छु। अनि चुप्प लगाएर पक्रिनेछ। कहाँ फालिदिने हो यो? मल त धेरै भएको होला यो त।
यता चाहिँ मेरो जेठाको है छोड्दै हुनुहुन्छ यहाँ यता बारी यता मात्रै छोड्नु पर्यो छानी भयो कस्तुरीको बेलैमा छानेका बात सुस्ताए मनै सजना भएछ छैन जीवनको भेट हाँसेर कहिले कहाँ रमाइलो हुन्छ भेटघाट हुँदा बिहानी हुन्छ जीवनको डढ्नु त अलिकति डर थियो होला यो त लड्छ त्यो मुना अहिले जीवनको हाँसेर रमाइलो भिडियो होइन भिडियो चाहिँ बनाएको कि भिडियो कल होइन बनाएको बसाउनु पर्यो होइन कान्छा बसाउनु अब होइन त्यसमै थपिदिन्छु अब थोरै अघि झोल धेर बोला पानी धेर बोला अब ऊ मात्रै बनाइदिनु नि अलिक यो पनि तल लगिदिनु यो उखुल्नु पर्दैन तान्नु त यो एकचोटि चाहिँ आउँछ होला एकचोटि मजाले नै फल्छ होला 3 वर्ष जति चाहिँ
पैसा दियो भने पनि हाल्ला त्यसो गर्दा नि हुन्छ बस तिमीहरु कति छ 2000 कति पो दुईटा हो त्यहाँ ल त मकै छरछार भनेको चाहिँ यस्तो छ है त ल अथा गोरु जोत्ने भाइहरू छ मजाले जोत्दैछ गोरुलाई गोरु जोतेको हेर्नु है सबैजनाले गोरु जोताइ यस्तो छ केटाहरूको खरु भाइहरूको अनि मैले चाहिँ के गर्नु पर्यो भन्दाखेरि त अलिकति भारी थियो मलहरू हाल्ने क्रममा छ अनि सबैले जुनेली रातमा म एकदम यहाँ काम गर्नु के गर्नु हो काम गर भन्छ त काम बिना माम हुँदैन रे भनेर हाम्रो हली बाबा खरो छ नि फेरि यहाँ हेर कसले जोत्ने रामले नै जोत्ने अरे गोरु साथी ल जोता गोरु ए ढाड हो अनि कमल हुँदैन त नि त्यही पनि भैँसी यहाँ अलिकति भैँसी बाँधेर मात्रै होला चाम्रो भएको